सबैलाई नमस्कार। हाम्रो कार्य समितिका पदाधिकारीहरू अघि त्यति राम्रोसँग प्रेजेन्ट गर्नुभयो। अब तर मलाई पो अब ढिलो भइसक्यो त्यो विषयहरू पढ्नलाई। कति बुझेँ कति बुझिनँ। अनि सबै साथीहरूलाई गुड आफ्टरनुन। मलाई सबभन्दा एक किसिमले भने डर पनि लागेको छ, एक किसिमले के हुने हो भने जस्तो लागेको छ। अघिको समय सुन्दाखेरि एसटिआर टिटिआर अब यो एब्रिभिएसनले हामी त डुब्छौँ। अब यो यसै पनि सिए भनेको एकदम जटिल विषय। मलाई बिहान मैले यो सबै तयारी गरिसकेपछि मेरो फ्याकल्टीका केही साथीहरूसँग बसेर ल म त आज यस्तो विषयमा भन्दैछु, अब कम्युनिकेसनसँग जोडेर ल्यायो डाक्टर नवराज खतिवडा, उहाँले फसाउनु भयो यो खास। र यो अहिले म भन्छु कथा किन हो भनेर। अनि हजुर अनि मैले साथीहरूलाई भने कम्युनिकेसन हामी पढाउँछौँ। मेरो डिपार्टमेन्टको नाउँ जर्नलिजम एन्ड मास कम्युनिकेसन हो। कम्युनिकेसन त अन्डर द सन जम्मै कुरो पर्छ भन्छौँ हामी चाहिँ, दाबी गर्छौँ। र उहाँहरूले भन्नुभयो ह्युमर एज अ क्याटलिस्ट फर स्ट्राटेजिक कम्युनिकेसन। अलिकति कुरा म स्ट्राटेजिक कम्युनिकेसन भनेकै के हो भनेर अलिकति कुरा गर्छु। त्यसमा पनि डेफिनेसनहरू विवादास्पद छ, म छोडिदिन्छु त्यसै। अनि मलाई लागेको चाहिँ भनिदिन्छु म। अनि कुरा गर्दाखेरि त सिएकाहरू कहाँ जाने रहेछ, अङ्क गणितवाला जोकहरू लिएर जाऊ है, ह्युमर भने जस्तो अङ्क गणित चाहिन्छ। अब त्यो मैले तत्काल त केही पनि मैले एउटा सम्झना, म पहिले बिएससीसम्म मेरो म्याथमेटिक्स र फिजिक्स हो। अनि त्यो बेलामा चाहिँ कुरा गर्दाखेरि एकजना साथी अहिले पनि भेट हुन्छ, ऊ हाँस्छ। अनि एकजना नेपालीको सर हाम्रो टेक घिमिरे, नरहरि आचार्यकै सँगसँगैको, उहाँ घर पनि सँगै, उहाँ पोलिटिक्समा त आउनु भएन तर असाध्यै राम्रो पढाउने। अनि घरिघरि उहाँ चाहिँ नेपाली पढाउने सर भएर, सर के काम छ मेरो उता जा भनेर सरले उसलाई भनेको। उसले सर म्याथमेटिक्समा भन्नुहोस्। हामी त आइएससी पढ्ने मान्छे, म्याथमेटिक्समा भन्यो भने मात्रै बुझ्छ भनेर। त 3 न 13को कुरा नगर, 9 2 11 भइहाल भनेको चाहिँ म अहिले पनि सम्झिन्छु। अनि इट वाज अल म्याथमेटिकल ल्याङ्ग्वेज के, जुन कुरो कम्युनिकेटिभ पनि थियो। अनि त्यो चाहिँ मैले सम्झेको थिएँ। खैर म आज अरू नै कुरा गर्छु। यो ह्युमर एज अ क्याटलिस्ट इन स्ट्राटेजिक कम्युनिकेसन मलाई दिएको टपिक यो हो। र मैले अघि नै भने मलाई सबै यसमा यो होम दिने चाहिँ डाक्टर नवराज खतिवडा। उहाँको बहुमुखी प्रतिभा देखेर पनि म त कायल। उहाँ चाहिँ पेसाले, ट्रेनिङले, अध्ययनले इन्जिनियर, अनि पढाउनु पनि हुने, अनि फेरि व्यङ्ग्यको कुरा गर्नुपर्ने, उहाँलाई ह्युमरको कुरा गर्नुपर्ने। अनि जे होस् म यो लिएर आएको छु। मलाई मेरो सब्जेक्टले अलिकति भए पनि न्याय गरे कुनै गर्छ भने कम्युनिकेसनले गर्छ। कम्युनिकेसन धेरै किसिमले हुन्छ। अझ हामी अलिकति तपाईँलाई आउटसेटमा भन्नुपर्दाखेरि संसारमा कम्युनिकेसन त यो भर्बल भनेको त एउटा मात्रै हो। त्योभन्दा यदि 10वटा क्याटेगोरीमा कम्युनिकेसन भन्ने हो भने एकजना एन्थ्रोपोलोजिस्ट हल भन्ने छ अमेरिकाको विद्वान, उनले भन्दाखेरि त 10वटा मान्छेको विभिन्न कम्युनिकेसनका कुराहरूमध्ये एउटा मात्रै हो बोल्ने, यो बोली फुट्ने भर्बल त होइन भने हाम्रो कपालले बोल्छ, हाम्रो लुगाले बोल्छ, हाम्रो मुखले बोल्छ, टाउकोले बोल्छ, र त्यति मात्रै होइन हाम्रो आर्टिफ्याक्टहरूले बोल्छ। कति गहना लाउँछौँ, कति अर्नामेन्ट लाउँछौँ, सारा कुरोले पनि हुन्छ। त्यसैले कम्युनिकेसन अनि हाम्रो कल्चरले बोल्छ, सबै हो। त भर्बल त एउटा मात्रै हो। अनि कम्युनिकेसनका थुप्रै एरियाहरू छन्। कसैले स्ट्राटेजिक भनेर जोड्यो, कन्फ्युज नहुनु। स्ट्राटेजिक कम्युनिकेसन र कम्युनिकेसन स्ट्राटेजी पनि अलिकति फरक हुन्छ, उस्तै उस्तै सुनिन्छ। तर स्ट्राटेजिक कम्युनिकेसन मोर फिलोसफिकल कुरा भयो। कम्युनिकेसन कुनै कुरो बोल्छ भने अर्थपूर्ण ढङ्गले, मैले यो वर्ड युज गर्छु भने भेरी इफेक्टिभली मैले कुनै वर्ड, कुनै चोइस गर्न सक्ने गरी बोलेँ भने त्यसको अर्थ रहन्छ। त्यो हामी स्ट्राटेजिक कम्युनिकेसनमा वाट सर्ट अफ इफेक्ट वी रिक्वायर्ड, हामीलाई के चाहिएको छ भन्ने खालको। अनि अर्को कम्युनिकेसन स्ट्राटेजी भन्दाखेरि त टुल्सहरू होला, त्यसको टुल्स होला। एड गर्नुहुन्छ कि केही बताउनलाई फुक्नुहुन्छ कि के गर्नुहुन्छ कि लेख्नुहुन्छ कि स्ट्राटेजी। त्यसैले यो म चाहिँ स्ट्राटेजिक कम्युनिकेसनमा कुरा गर्छु। र सबभन्दा पहिला बोल्नुभन्दा अगाडि सिकाएको के छ भने मलाई पनि आफ्नो, हामी कम्युनिकेसनमा लोगो, पेथो, इथो भन्छौँ। अनि एउटा इथो त भन्ने पनि म चाहिँ को हुँ भन्ने कुरो पनि हुन्छ। लजिकले मात्रै पनि हुँदैन, इमोसनले मात्रै पनि हुँदैन। तर इमोसन र डेटा दुइटै मिलेन भने फेरि कम्युनिकेसन इफेक्टिभ हुँदैन। कम्युनिकेसनको लागि सपाट चाहिँ तपाईँले डेटा बोल्नुभयो भने पनि हुँदैन। हामीले कम्युनिकेसन इफेक्टिभ बनाउन जान्नुपर्छ भन्दा सिकाउने कि इमोसन। तर सँगसँगै फेरि
हु इज स्पिकिङ इन फ्रन्ट अफ यु, वाइ यु आर हियर भनेर चाहिँ कसैले पढा सोध्नुभयो भने म किन आएको भन्दाखेरि म सेन्ट्रल डिपार्टमेन्ट अफ जर्नलिजम एन्ड मास कम्युनिकेसनको हेड अफ द डिपार्टमेन्ट हुँ। म युनिभर्सिटी जोइन गरेको 2011मा मात्रै हो, रिलेटिभली नयाँ नै हुँ म 30 वर्षका पुराना सरहरू हुन्छन् हाम्रा। र म त्योभन्दा पहिला के गर्थेँ भन्दा त्योभन्दा पहिला म पत्रकारिता गर्थेँ, अखबारहरूमा काम सम्पादक हुन्थेँ, अनि रेडियोमा कार्यक्रम पनि बनाउँथेँ, टेलिभिजनको लिड पनि गरेका थिएँ। एकचोटि हाम्रो सम्पादक मदन लम्सालजीले चाहिँ मलाई ल मेरो सम्पादक हुन आइज मेरो पत्रिकामा भनेर पनि भन्नुभएको थियो। यस्तै यस्तै विभिन्न ठाउँमा जान्थेँ। अनफर्चुनेटली त्यो बेलामा म जान पाइनँ है अरू, तर जे होस् मेरो काम चाहिँ 2011 भन्दा अगाडि त्यस्तै काम हो। अनि मैले युथ एजमै मैले अघि भने म आइएससी पढ्दाखेरि नै यो साइन्सको हुन्छ नि, पपुलर साइन्सको, चन्द्रमा र पृथ्वीमा ग्राभिटेसन किन फरक छ, कसरी त्यसको असरहरू के पर्छ, राति चन्द्रमा आउँछ दिउँसो सूर्य किन आउँछ, यस्तै चट्याङको कुरा, यो पपुलर साइन्सको कुरा चाहिँ आइएससी पढ्दाखेरि निकालेर लेख्ने गर्ने गर्थेँ। तर 90 पछाडि चाहिँ म पत्रकारितामा आएँ र म अहिले डिपार्टमेन्टमा छु। अब यहाँ आइसकेपछि जर्नलिस्टिक राइटिङदेखि बाहेक जर्नल राइटिङ भन्ने हुन्छ, 1 वर्ष लगाएर एउटा लेख्ने, अनि 4 चोटि काट्ने गर्ने, अनि कसले बोल्या भन्ने कुरा सबै एक एक थाहा हुनुपर्ने, सबै राख्नुपर्ने, त्यो बानी चाहिँ म विकसित गर्दैछु। केही मेरा राइटिङहरू त्यस्ता खालका छन्। अब मैले यहाँ आउनुको कारण चाहिँ मलाई यो तान्ने चाहिँ फेरि डाक्टर नवराज खतिवडाले चाहिँ यो कारणले हो। मेरो एउटा रुचि चाहिँ के हो भने म कार्टुनको चाहिँ समीक्षा गरेर मन पराउँछु। कार्टुनको समीक्षामा मैले 2टा किताब लेखेको छु। त्योभन्दा पछाडि चाहिँ 1-2 वर्ष भयो अख्तियारले एउटा कार्टुनहरूको ठुलो एक्जिबिसन गरेको थियो ठाउँ ठाउँमा देशभरि। अनि त्यो कार्टुनमा सेलेक्ट अब्जेक्ट भन्छौँ हामी। कार्टुनमा के हुन्छ भने फोटोग्राफी र कार्टुनलाई चाहिँ मार्शल मक्लुहान भन्ने कम्युनिकेसन स्कलरले के भन्छ भने वान इज हट मिडियम एन्ड अदर वान इज कुल मिडियम। फोटो भनेको चाहिँ हट जे छ टक्क देखिन्छ जे छ। तपाईँ म क्यामेरा अगाडि बस्यो भने क्यामेराले सेन्सर गर्दैन, क्यामेराले जे देख्छ त्यही खिच्छ। नाङ्गो मान्छे हो भने नाङ्गै खिच्छ क्यामेराले। भइरहेको हामीले कार्टुन बनाउनु पऱ्यो भने चाहिँ हामी सबै यो कोठामा केही भनौँ, सबभन्दा पपुलर इक्जाम्पल कुड बी मन्त्रीको अथवा कुनै आयोगको रिपोर्ट, टेबल हुन्छ, एउटा झन्डा हुन्छ, अनि त्यसपछि साइडमा डस्टबिन हुन्छ, अनि फलानु आयोगको प्रतिवेदन भनेर त्यो डस्टबिनमा राखिदियो, त्यहाँमाथि मुसा राखिदियो भने त्यसले यो काम नलाग्ने बनायो भनेर बुझिन्छ। केही सेलेक्ट अब्जेक्टले कुरो बुझ्छ। तर त्यो थोरै अब्जेक्ट राख्ने भएको हुनाले के हुन्छ भन्दाखेरि कार्टुनमा चाहिँ मान्छेको इन्भल्भमेन्ट बढी हुन्छ। त्यसमा फिल इन द ब्ल्याङ्क्स, त्यसमा चाहिँ तपाईँको त्यो ब्ल्याङ्कहरू भर्ने हाम्रो चाहिँ त्यो भूमिका हुन्छ। त्यसले गर्दाखेरि त्यो बढी बुझ्छौँ हामी, त्यो चाहिँ हामीले धेरै पैसासँग सम्झिन्छौँ अथवा त्यसले हामीलाई बेसकन हुडल्छ। त्यो खालको ढङ्गले म कार्टुनहरूको पनि हेर्ने गर्छु। त्यो अख्तियारले निकालेको कार्टुनको पनि एउटा बेग्लै पब्लिकेसन छापेको छ। त्यस्तै यो केही कार्टुनहरूमा चाहिँ मलाई जस लिन मन लाग्ने चाहिँ एउटा के भने दिस इज फर्स्ट कार्टुन इन नेपाल। यो 2014 सालको हो। 14 साल भनेको 1957 पर्छ, 57 को जुलाईतिरको हो। र यो कार्टुन चाहिँ फर्स्ट कसरी भयो त भन्नुभयो भने कसैले पनि योभन्दा पहिला म भनेर क्लेम गरेको छैन, कुनै पब्लिकेसनमा पनि छैन, इभन गोर्खापत्रमा पनि पछि मात्रै हो। र यो संयुक्त प्रयास भन्ने पत्रिका हो। संयुक्त प्रयास भनेको चाहिँ तपाईँहरूलाई कतिलाई थाहा छ कतिलाई थाहा छैन। संयुक्त प्रयास किनभने संयुक्त प्रजा पार्टी भन्ने केआई सिंह भन्ने मान्छे हुन्थे नेपालमा एकजना, तपाईँहरूलाई थाहा छैन। केआई सिंहलाई डाक्टर केआई सिंह भन्ने गरिन्थ्यो। अहिले हिस्टोरियनहरूले पत्ता लगाउँदा डाक्टर साक्टर त होइन रहेछ, लेख्दा लेख्दै सबैले डाक्टर बनाइदिएको रहेछ भनेर भन्छन्। जे होस्, हि वाज प्राइम मिनिस्टर वन्स। अनि ऊ चाहिँ एकदम रोबिन हुड जस्तो एकदमै दौडिने गर्ने, यहाँबाट पक्राउ पर्ने भनेर भनिसकेपछि चाइना भएको, एक कोदारीबाट चाहिँ एकदम फड्को हानेर चाइना गएको, यस्तो कथाहरू धेरै पाइन्छ। र उहाँ बर्माबाट इन्डिया हुँदै आएको। अनि त्यो केआई सिंहको पार्टीले पनि जब यहाँ नेपालमा पोलिटिक्स गर्नुपर्छ भन्ने भएपछि अब हामीले पोलिटिक्स गर्ने भनेपछि एउटा पत्रिका पनि चाहिन्छ भन्ने लागेको छ। अनि देहरादुनबाट शिवहर सिंह पागल भन्ने लेख्ने, नामै पागल लेख्ने, अनि उहाँ चाहिँ सम्पादक बनाएर लिएर आएको रहेछ। मैले 15 वर्ष अगाडि उहाँलाई भेट्न पाएँ। अहिले हि इज नो मोर, तर उहाँसँग कुरा हुँदाखेरि उहाँले ल यो पत्रिका हेर तिमी लिएर जाऊ, कार्टुनको खोजी गर्दै गर्दाखेरि भनेर दिँदाखेरि मैले खोज्दै जाँदाखेरि त्यहाँ कार्टुन बनाउने मान्छे एउटा यस्तो थियो,
आर्टिस्ट त होइन त्यो मान्छे, तर त्यो बेलामा स्टुडेन्ट थियो, बनायो पठायो, मैले छापेँ। अब उनीहरूलाई थाहा थिएन यो कार्टुन चाहिँ पहिलो कार्टुन हुन्छ भन्ने थाहा थिएन, त्यो त त्यतिकै गरेँ। तर इट बिकेम फर्स्ट कार्टुन इन नेपाल। गोवर्धन शाह, र यो मैले अलिकति डिटेलमा लेखिदिएको छु। यो चाहिँ गोवर्धन शाह भनेको हाम्रो शशि शाह त तपाईँले सुन्नुभयो होला, आर्टिस्ट, धेरै फेमस आर्टिस्ट हुनुहुन्छ। उहाँ चाहिँ नि घोडाको सिरिजमा बनाउनुहुन्छ। घोडालाई चाहिँ जीवनको विभिन्न रङ्ग, जीवनको उतार चढावमा रिप्रेजेन्ट गरेर घोडा सिरिजमा बनाउनुहुन्छ। उहाँ धेरै नै रिनाउन्ड र सिनियर आर्टिस्ट हुनुहुन्छ। उहाँ अझै पनि जीवित हुनुहुन्छ। र उहाँको दाइ गोवर्धन शाहले चाहिँ बनारसमा पढ्दै गर्दाखेरि कार्टुन बनाउन मन लाग्यो अरे, बनाएको। अनि दुईवटा आइडेन्टिकल टाउको छ, हेर्नु त्यो दुईवटा। इन्ट्रेस्टिङ त्यो कथा। उहाँ 2 वर्ष अगाडि बित्नुभयो, तर उहाँसँग मैले इन्टरभ्यू गरेको छु। त्यो आइडेन्टिकल टाउको चाहिँ कसरी बनाउनु भयो भन्दाखेरि, यस्तो पेपरमा पहिला त इङ्कले लेख्ने हुन्थ्यो, आजकल त मसीले लेख्दैनन् प्राय। अनि एउटातिर टाउको बनाएपछि यस्तो गरेपछि त दुईतिर टाउको भइहाल्यो नि। अनि त्यही भएर मैले बनाएको भन्नुहुन्थ्यो। यो रफ कार्टुन छ त्यो। र यो कार्टुन चाहिँ मैले, अब यसो कथाको बिट मार्न गाह्रो भइरहेको छ है, लामो भयो कथा चाहिँ। के भने यो कार्टुन मैले ठुलो फ्रेम गरेर मेरो डिपार्टमेन्टमा राखेको छु। कहिले तपाईँहरू आउनुभयो भने बल्खुमा चाहिँ हाम्रो डिपार्टमेन्टको बिल्डिङ छ। हामी क्यामेरा बिल्डिङ भन्छौँ त्यसलाई, त्यो क्यामेराको सेपमा छ। अनि त्यहाँ चाहिँ हामीहरूले भित्रपट्टि डिस्प्ले गर्दाखेरि विभिन्न हिस्टोरिकल कुरामध्ये यो पनि राखेका छौँ। अनि एउटा अर्कै कार्यक्रममा मेक रिड इन नेपाल हो क्यार, एउटा चाहिँ नेपालमा स्टडी इन नेपाल भनेको छ क्यार। स्टडी इन नेपाल भन्ने एउटा क्याम्पेन रहेछ। बच्चाहरू सब किन अस्ट्रेलिया जाउँ, अमेरिका मात्रै जाने, हामी कहाँ पनि पढ्न आऊ भनेर चाहिँ एउटा केही एजुकेसनिस्टहरूले पहल गर्नुभएको छ अहिले। अनि हामी कहाँ एउटा त्यो कार्यक्रम भएको थियो, उहाँ जानुभएको। त्यसमा उहाँलाई चाहिँ अरू कार्यक्रमहरूको बारेमा त्यति समीक्षा भएन। पछि यो देखेपछि उहाँले मलाई तपाईँ कहाँ कार्टुन देखेपछि मलाई साह्रै आनन्द लाग्यो भनेर भन्नुभयो, र म यसरी जोडिएँ। आज उहाँले यहाँसम्म ल्याउनु भयो। अब यो संयुक्त प्रयासको 1957 जुलाईको यो कार्टुन, द कार्टुन क्रिएटेड बाई नेपाली स्टुडेन्ट, ही वाज ए स्टुडेन्ट एट द टाइम, गोवर्धन विक्रम शाह, हु वाज स्टडिङ इन इन्डिया, वाज पब्लिस्ड इन द विकली न्युजपेपर संयुक्त प्रयास। एट द टाइम नो वान रियलाइज द्याट इट वुड बिकम अ हिस्टोरिकल वर्क। इट वाज लेटर रिकग्नाइज एट द फर्स्ट न्युजपेपर कार्टुन पब्लिस इन द कन्ट्री। र यो हिस्ट्री छँदैछ, त्यो हिस्ट्रीले मलाई तपाईँहरूका सम्म ल्यायो। अब म विषयतिर जान्छु। मैले अर्को पनि भन्नुपर्छ, यो ह्युमर इन नेपाली न्युजपेपर, कार्टुनको कुरा, कार्टुन भन्ने बित्तिकै एम्युजमेन्ट, आइरोनी, सटायर, सार्काजम, यो सबै हो। र त्यसै भएर सायद मलाई ह्युमरको कुरा गर्न यहाँ भन्नुभयो होला। र मेरो यो 2टा किताब चाहिँ यो धेरै यो बेस्ट सेलर पनि होइन, चाहिनेले पढ्छन्, नचाहिनेले पढ्दैनन्। कहिले कसैलाई अनुसन्धान गर्नुपर्ने हुन्छ, खोज्दै आउँछन्। अनि यो चाहिँ नि यो नाफा ललित कला प्रतिष्ठानले छापेको, त्यो चाहिँ नेपाल प्रेस इन्स्टिट्युटले, त्यो चाहिँ 2001 मा छापिएको थियो। यो फेरि 2018 मा छापे। योदेखि बाहेक मैले बेला लेख्छु जर्नलमा। म कार्टुनको कुनै जस्तो कोभिडको बेलामा चाहिँ ह्युमर इन क्राइसिसमा ह्युमर हुन्छ कि हुँदैन? हुन्छ नि, हेर्नुहोस् न, क्राइसिसमा पनि कार्टुनहरू छ। ठुल्ठुलो महामानव भनेका मान्छेहरूको बित्दाखेरि पनि कार्टुनहरू बनाएको छ। कार्टुन हुन्छ। र ह्युमर मान्छेको यस्तो स्वाभाविक कुरा हो जो चाहिँ मान्छेसँग छुटिँदैन, बाँचिन्जेलसम्म हुन्छ। ऊ अस्पतालमा पनि ह्युमर हुन्छ, पीडामा पनि हुन्छ। अनि अब त्यसको कभर पेजको कथा पनि अलिकति भनिदिउँ। यो 2036, 37, 35 सालतिरको, 35 सालमा म पनि त्यस्तो गफ गर्न जान्ने भएको थिइनँ, सानै थिएँ। अनि त्यो बेलामा चाहिँ नि यो एउटा कार्टुन छापिया रहेछ, त्यो कभर पेज छ। त्यहाँ मन्त्री परिषद भन्ने छ, यहाँ विष्ट भनेको कीर्तिदेवी विष्ट, उहाँ पनि हुनुहुन्न अहिले। अनि यो मन्त्रीमण्डल पुनर्गठन भयो र त्यो धोबी खोला छ, त्यहाँ मायालु भन्ने चाहिँ साबुन थियो। मायालु वाज वान ब्रान्ड अफ साबुन हो, थाहा छ कि छैन तपाईँहरूलाई? अहिले त छैन पनि। अनि यस कार्टुनले के भन्यो भने, अकबरले चाहिँ सोध्यो, अकबर सोध्यो के गर्दैछौ बिरबल भन्यो। अकबरले सोध्यो, अकबर भनेको राजा थिए। अनि बिरबलले के भन्यो भने, गधालाई धोएर घोडा बनाउँदैछु सरकार भन्यो। अनि यो त त्यो बेलाको समयमा यस्तो छापिँदाखेरि त्यो अभियसली उनीहरूले के गर्यो, सरकारले के निकायहरूले, अब त्यो बेलाको अञ्चलाधीश कार्यालय भन्ने हुन्थ्यो, ओहो राजालाई अकबर भन्यो, ऊ बिरबल भयो, विष्ट बिरबल भयो। राजालाई मानहानि गयो। पञ्चायत व्यवस्था भन्ने एउटा व्यवस्था थियो, त्यो चाहिँ नि बडा त्यसको कथा लामै छ। त्यसलाई चुनावमा जिताउने मान्छे नै पछि त्यसको विरोधी भयो। सूर्यबहादुर थापाको तपाईँले मेमोआर पढ्नुभयो भने यत्रो मोटो किताब छ, त्यसमा यो पञ्चायतलाई त जिताएर मैले यस्तो गल्ती गरेँ भन्ने खालको छ। अनि त्यो यस्तै राजाको डाइरेक्ट शासन थियो।
अनि त्यो शासन चाहिँ 90 मा मात्रै गएको हो। त्यो 90 मा कतिजना जन्मिनु भएको थिएन होला, अब मलाई चाहिँ थाहा छ। अनि त्योभन्दा अगाडिको समय चाहिँ यस्तो कडा थियो, पत्र पत्रिकाहरू यस्तो निस्किँदैन थियो। अहिले म पत्रकारिता पढ्ने विद्यार्थीलाई नै कहिलेकाहीँ सोध्छु, कान्तिपुर कहिलेदेखि निस्क्यो? उहिलेदेखि निस्क्यो नि सर। त्यो होइन, 90सम्म नेपालमा ठुलो पत्रिका गोर्खापत्र मात्रै थियो, गोर्खापत्र राइजिङ नेपाल मात्रै थियो है। हामी हिस्ट्रीमा ज्यादै कमजोर हुन्छौँ कहिलेकाहीँ, पत्रकारिता पढ्नेले पनि त्यसरी भनिरहेको हुन्छ। अनि त्यो भनेको यो 90 भन्दा अगाडिको कुरा हो, यो 80s को कुरा हो। र त्यो कार्टुनले गर्दाखेरि त्यो पत्रिका स्वाभाविक रूपमा के भयो होला भन्नु न, अब त्यो सम्पादक पनि पक्राउ पर्यो, पत्रिका पनि दर्ता खारेज भयो। त्यसपछि यिनीहरू अदालतमा गयो। अदालतमा गएपछि एकजना नाम सुन्नुभएको छ, विश्वनाथ उपाध्याय भन्ने प्रधान न्यायाधीश पनि हुनुभयो पछि। उहाँले चाहिँ नेपालको 90 को संविधानको लिड गरेको, संविधान बनाएको। अनि उहाँले हेर्नुभएछ, हेरेपछि के निकाल्नुभयो भने पत्रिका दर्ता खारेज गर्न अथवा चाहिँ जफत गर्न त्यो बेलाको कानुनले सरकारले पाउँछ, तर इट सुड नट बी आर्बिटरी। मनोमानी ढङ्गले तेरो पत्रिका खारेज भयो भन्न पाइँदैन, कारण दिनुपर्छ। अब पुर्जी काट्नेले के गरेछन्, कारण सानो छुट्याइदिएछ। उनीहरूको दिमागमा चाहिँ कार्टुन थियो, उनीहरूले केही पनि लेखेनछन्, यस्तो कार्टुन छापेको भनेर लेखेनछन्, यो पत्रिका खारेज अब सबै भन्दैछन्। त्यसपछि यसले मुद्दा जित्यो र फेरि आयो। त्यही भएर मैले यो सेकेन्ड बुकमा चाहिँ कभर पेजमा राखेको हो। अब यसमा ह्युमर पनि छ, यसमा त्यो बेलाको मेसेज पनि छ। अब ह्युमरले मेसेजलाई कसरी बोक्छ, इट इज भेरी गुड एक्जाम्पल। मेसेज के भयो भन्दाखेरि तिम्रो यो पञ्चायतलाई, किनभने पञ्चायत व्यवस्था भन्ने एउटा रिफरेन्डम भएको थियो 80 मा नेपालमा। त्यो रिफरेन्डममा पञ्चायतले जित्यो भनेर भने, अहिलेसम्म पनि पञ्चायतले जितेको घोषणा गर्यो भन्छन्। म पनि त्यही विश्वास गर्छु, किनकि पञ्चायतले जित्ने जस्तो थिएन, तर जित्यो। जितिसकेपछि पनि फेरि विरोधहरू भएपछि अनि राजा त्यो बेलामा वीरेन्द्रले चाहिँ होइन, अब पञ्चायत पनि सुधारिएको पञ्चायत हुन्छ। सुधारिएको पञ्चायत भनेपछि सुधारिएको पञ्चायतमा यस्तै गधालाई धोएर गाई बनाउने खोज्ने, त्यो पञ्चायतलाई नै धोन खोज्ने। 10 वर्षपछि पञ्चायत पनि गयो। त्यही भएर यो हिस्टोरिकल कार्टुन सँगसँगै ह्युमर पनि छ, गधालाई धोइरहेको छ। अब मान्छेलाई यो हेरेर त्यो बेलामा झन् धेरै हाँस्यो होला, किन इट वाज कन्टेक्चुअल एट द टाइम। अहिले तपाईँलाई हेर्दाखेरि त्यति लागेको छैन, तर त्यो बेलाको मान्छेलाई त त्यो खुब हाँस्यो होला, तिनीहरू खुब मर्म छोयो। यति भनिसकेपछि म अब आज जे भन्न जाँदैछु यहाँ, मलाई डर अघि नै भने डर लागेको चाहिँ के हो भने, मैले बुझेको त के हो भने एकजना उयो भन्ने यो फिनिस कम्युनिकेसन एक्सपर्ट छ। यो एक्सपर्टको कुरा मलाई असाध्यै किन मनपर्छ भने यसको म्याक्सिम नै के छ भने तपाईँहरूले यो मर्फिज ल भन्ने इक्विभ्यालेन्ट टु मर्फिज ल, जहाँ गाह्रो त्यहाँ साह्रो भने जस्तो हुन्छ नि, त्यस्तै यो पनि के छ भने कम्युनिकेसन त बेकार हो भने जस्तो लाग्छ। किनभने जति बोल्यो त्यति कन्फ्युजन हुन्छ अरे, उसले भन्छ जति बोल्यो त्यति कन्फ्युजन हुन्छ। अनि कम्युनिकेसन युजुअली फेल्स एक्सेप्ट बाई एक्सिडेन्ट। अहिले मैले के कुरा भने मेरो कम्युनिकेसन चाहिँ सक्सेसफुल भयो भने चाहिँ त्यो एक्सिडेन्टली सक्सेसफुल भयो भन्ने मान्नु पऱ्यो अरे मैले, होइन भने यो मैले के भन्दैछु जे पनि हुनसक्छ। मैले भनेको कुरा फरक पनि लिन सक्नुहुन्छ, अथवा मैले भनेको कुरो बिल्कुलै फरक ढङ्गले पनि बुझ्न सक्नुहुन्छ, अथवा मैले जे भन्न खोज्दैछु त्यो मभन्दा पनि राम्रोसँग बुझ्न पनि हुनसक्छ। त्यो पनि छ फेरि चान्सेस। अनि यसले बडा ह्युमरस ढङ्गले त्यो कुरो भन्छ। हि वाज पोलिटिसियन एज वेल, हि वाज पार्लियामेन्टेरियन, अनि प्रोफेसर र पत्रकार पनि हो, र कहिलेकाहीँ रेडियो सेडियोमा कार्यक्रम पनि चलाउने। यो मान्छेले भनेको कुरो मैले धेरै ठाउँमा भनेको छु। यो किताब पनि यो फिनिस ल्याङ्ग्वेजमा छ, मैले त पढ्न जानिनँ। अङ्ग्रेजीमा चाहिँ यो Weyo's Law of Human Communication are a series of humorous yet highly accurate observations about the failures and breakdowns of human communication. The human communication को breakdown को कुरो मैले किन ल्याएँ भने one of the way to make your communication effective is humor. अहिले भन्न खोजेको चाहिँ त्यो हो। त्यसैले सायद मलाई त्यही भएर उहाँले टपिक पनि दिनुभयो होला कि ह्युमर किन चाहिँ स्ट्राटेजी कम्युनिकेसन स्ट्राटेजीमा चाहिँ एउटा क्याटालिट हुनसक्छ भन्दाखेरि ह्युमरले इफेक्टिभली लान्छ। त्यसका केही म अलिकति जबरजस्ती अब हामी यो पत्रकारितामा के भन्छौँ भने बोरिङ बट इम्पोर्टेन्ट कुराहरू हुन्छन्, केही चाहिँ नि हामी रमाइलो गर्छौँ, सिन राखिदिन्छौँ, या गीतसित राखिदिन्छौँ, के राखिदिन्छौँ अगाडि पछाडि। यसै पनि मिडियामा पनि नन जर्नलिस्टिक कन्टेन्ट त धेरै हुन्छ नि। अझ तपाईँहरू हामीहरूले हेर्दाखेरि फेसबुकमा त नाचेकै हेर्न मन लाग्छ नि बढी। इन्फर्मेसन त त्यो बोरिङ हो, तर बोरिङ एट द सेम टाइम इट इज इम्पोर्टेन्ट। त केही कुराहरू म त्यसरी ब्लेन्डिङ गरेर खोजेको छु। म केही एक्जाम्पल पनि राख्छु। र स्ट्राटेजिक कम्युनिकेसनलाई पहिला दुईटा स्लाइडमा कुरा गरौँ। Strategic communication, your term strategic communication may often be used mistakenly simply because it is a modern buzz term
अफ द फर्स्ट ऱ्याङ्क। यो मैले पनि स्वीकार गर्छु, मलाई पनि अब यो बजवर्ड हो, यो सबैले चाहिन्छ भने, तर मैले पनि कति बुझाएको छु कति बुझाएको छैन, त्यो एक्सपर्टले भन्छ। अनि इट इज अल्सो समटाइम्स इन्टेन्सनली युज फर पफरी, फुर्काइदिने मान्छेलाई होइन, or to make one's work product sound more important than it really is, thus allowing them to charge more than if it is a term strategic we are not used। यदि स्ट्राटेजिक कम्युनिकेसन भएपछि मेरो पनि भाउ बढ्ने भयो भन्ने खालको यही त बुझाएको छु मैले अहिले त्यो हो। तर मैले पनि मिस्टेकनली लिएको छु कि के छ मलाई थाहा छैन, तर मेरो आफ्नै परिभाषा छ। मैले परम्परागत कुरा के गर्ने, यो स्ट्राटेजिक कम्युनिकेसन इज प्र्याक्टिस अक्रस मेनी फिल्ड्स, few of which call it strategic communication, अरूले केही भन्ला, कसैले चाहिने अर्गनाइजेसनल कम्युनिकेसनमा पनि यो कुरो आउला, अथवा आउटर कम्युनिकेसनमा। फिल्ड्स रेन्जिङ फ्रम पब्लिक हेल्थ टु सेलिङ डिसवासिङ डिटर्जेन्ट एन्ड फ्रम पब्लिक रिलेसन्स टु रिलिजियस मुभमेन्ट्स अल युज स्ट्राटेजिक कम्युनिकेसन, अफन विदाउट कलिङ इट द्याट। र यहीँनिर भन्दाखेरि एकजना हाई थ्योरिस्ट छन्, हाबरमास भन्ने, भर्खरै केही महिना अगाडि बिते, उनले भन्दाखेरि त एउटा हुन्छ कम्युनिकेटिभ एक्सन, कुरा गर्दै 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 एउटा टुङ्गोमा पुग्ने, सहमतिमा पुग्ने। एउटा हुन्छ स्ट्राटेजिक एक्सन, त्यसको खल्तीमा भएको पैसा त्यसलाई फकाइ मैले कसरी झिक्ने। स्ट्राटेजिक भन्दाखेरि मलाई त्यो पनि डर लाग्छ, किनकि यो कतिपय बेला स्ट्राटेजिक चाहिँ एउटा नेगेटिभ स्ट्राटेजिक छ, त्यस कारण हिजोदेखि मेरो पछि लागेको छ त्यसले केही पाउँछु भनेर, र मलाई लटपटाएर अन्तमा गयो, त्यो पनि त स्ट्राटेजी हो होइन। तर म त्यहाँतिर जान चाहन्न धेरै है। यहाँनिर चाहिँ मैले के भन्नु खोजेँ भने, कम्युनिकेसनलाई हामीहरूले विथ कुनै गोल छ, त्यो गोललाई हामी पर्स्यु गर्दैछौँ, कुनै कुरो अगाडि लाँदैछौँ भने ह्युमर हुँदाखेरि कति इफेक्टिभ हुन्छ र ह्युमरले के काम गर्छ। र त्यसैले मैले यो तल लेखेको कुरा चाहिँ मेरो आफ्नो हो, मैले बुझेको चाहिँ स्ट्राटेजिक कम्युनिकेसन इज फिलोसफी एन्ड प्रोसेस अफ युजिङ कम्युनिकेसन डेलिबरेटली टु एचिभ ब्रोडर अर्गनाइजेसनल गोल, पोलिटिकल गोल, सोसल गोल अर बिहेभियरल गोल्स। बिहेभियरमा मैले अनफर्चुनेटली एउटा दुईवटा स्लाइड राख्नुला भनेर थिएँ, बिहान यसो हेरेको धेरै जस्तो लाग्यो स्लाइड, अनि यो त बोल्दा बोल्दै धेरै समय होला भनेर। तर म तपाईँलाई उदाहरण दिन्छु, केही जस्तो बिहेभियर चेन्ज, बिसिसी भन्छौँ हामी, बिहेभियर चेन्ज कम्युनिकेसन, त्यो अर्को एउटा महत्त्वपूर्ण के अरे ओपन डेफिकेसन एन्ड गर्ने, खुला दिशामुक्त क्षेत्र बनाउने। 600 हाउस होल्ड भएको एउटा चाहिँ नि भिडिसी अथवा केहीमा चाहिँ गाउँ एउटा युनिटमा चाहिँ हामीले 8 महिनाभित्र चाहिँ नि अब मान्छेलाई सबैलाई टोयलेट जानुपर्छ भन्ने बनाउने र बाहिर दिशा पिसाब नगर्ने बनाउने गोल गरेर काम गर्छौँ भने त्यो बिहेभियर कसरी चेन्ज गर्छौँ त, बिसिसीको एरियाहरू के हुनसक्छ, त्यो पनि स्ट्राटेजी बनाएर। किनकि कम्युनिकेसन, हामी कम्युनिकेसन थ्योरीको बेसिक कुरा के हो भने, कम्युनिकेसन यो को हेज एन इफेक्ट, तर त्यो इफेक्ट चाहिँ नि तपाईँको प्लान्ड इफेक्ट हो कि अनप्लान्ड हो कि त्यो चाहिँ सर्ट टर्म हो कि लङ टर्म हो, त्यसमा हामी बुझेर गर्न सक्यौँ भने कम्युनिकेटरहरूले इफेक्टिभली काम गर्न सक्छ। र त्यही कम्युनिकेसन स्मुथ बनाउन ह्युमरको कुरो फेरि मैले भने। त्यसैले अब स्ट्राटेजी युज अफ सार्काजम, अब यो पनि 1957 को मैले केआई सिंहको संयुक्त प्रजा पार्टीकै लिएँ। यो कार्टुन पुरानो भए हुनाले यो कार्टुन अलि मूर्तिगत बस्नुपर्ने जस्तो लाग्यो मलाई, अलि चलियो बढी जस्तो लाग्यो। इज वन एक्जाम्पल अफ स्ट्राटेजिक कम्युनिकेसन। यसले पहिला स्ट्राटेजी नै ल्याएर अब अहिले यो पुरानो कुरा हेर्दै गर्दा अहिलेको कुरा सम्झिनुहोस्। फेसबुक ल्याउनुहोस् नयाँ भर्सन, जस्तो पहिले पर्चा हुन्थ्यो, अहिले फेसबुकमा लेखिन्छ, पहिले पत्र पत्रिका हुन्थ्यो, अहिले डिजिटल मिडिया हुन्छ, त्यसलाई सम्झिनुहोस्। अब पहिले कुन पार्टी हुन्थ्यो, यहाँ 1 2 3 4 वटा चारा छ, यसलाई डोन्ट टेक अदरवाइज है, यो फेरि कुनै पार्टीको विरोध गर्न आएको चाहिँ होइन, तर त्यो बेलामा बनाएको कार्टुन हो यो एभिडेन्स। 1 2 3 4 4 वटा तारा छ, अनि त्यहाँ के भन्यो, चन्दा नदिने मुर्दाबाद, यसरी कुटाइ खायो, चन्दादाता जिन्दाबाद भनेर त्यहाँ चाहिँ फेरि यसरी गर्यो। यो चाहिँ के भन्दाखेरि पार्टीलाई डिफेम गर्नको लागि गरिएको थियो विथ ह्युमर। हेर्दाखेरि त रमाइलो लाग्छ नि, रिस पनि उठ्छ, तर फेरि रिस उठ्दा उठ्दै पनि अलिअलि रमाइलो पनि लाग्छ। र कार्टुनहरूको मजा पनि त्यही हो अरे, आफूलाई नै भन्दैछ भने पनि कार्टुनले ओहो
कस्तरी भन्यो भने जस्तो लाग्छ। एउटा इन्डियामा चाहिँ शङ्कर भन्ने कार्टुन थिए। आरके लक्ष्मण कतिले पढ्नुभयो होला? आरके लक्ष्मण पनि बितिसके। आरके लक्ष्मण भन्दा पनि पुरानो चाहिँ शङ्करको कार्टुन चाहिँ नि यो 70sमा इमर्जेन्सीको बेलामा पनि निकै चर्चित। अनि शङ्कर कार्टुनिस्टले नेहरूको पनि गरे, पछि पनि बनाए। तर डेमोक्रेटिक लिडरहरूको चाहिँ के हुन्छ भने एकचोटि एउटा पार्टीमा चाहिँ सबैजना थिए अरे, अनि त्यो बेलाको समयमा अहिले जस्तो फोटो पनि हुँदैन थियो, डिजिटल मिडिया पनि हुँदैन थियो, फेसहरू रिकगनाइज गर्न गाह्रो थियो। पहिलेको समयको कार्टुनिस्टहरूको समस्या हेर्नु त तपाईँ, मान्छेलाई त्यो नेतालाई राम्रोसँग चिन्दैन, त्यो गोर्खापत्र एउटामा त्यो पनि मसी लतपतिएको छापिया हुन्छ, मान्छेको फेस नै इस्टाब्लिस हुँदैन। अनि त्यो इस्टाब्लिस नभएको फेसलाई कार्टुनमा बनाउनु पर्दाखेरि कति गाह्रो थियो होला। त्यही भएर बिष्ट भनेर लेखेको त्यहाँ पुरानो कार्टुनहरूमा। अहिले त्यो पर्दैन। अहिले हामी वी क्यान रिकगनाइज। अब मन्त्री सन्त्री भयो, यसो 10-15 दिन यताउता भयो भने चिनिहाल्छौँ, सबलाई फेसबुकमा आइहाल्छ। होइन बाटोमा कराएर हिँड्यो भने चिन्छौँ, त्यो त के अरे इन्फ्लुएन्सर हो नि, के हो भन्छौँ। अनि त्यो जमानामा अनि त्यो बेलामा चाहिँ नेहरूले शङ्करलाई के शङ्कर यहाँ आऊ, मेरो अनुहार राम्रोसँग हेर, तिमीलाई कार्टुन बनाउन सजिलो हुन्छ भन्थ्यो अरे के भनेको थियो। अनि त्यसरी यो कार्टुन पनि अब यसलाई रमाइलोको हिसाबले उसले आफ्नो मेसेज राख्यो। अब त्यसैले हामीले ह्युमरलाई चाहिँ पर्सुएसिभ स्ट्राटेजीको रूपमा लिन सक्छौँ। यो एकदमै पर्सुएसिभ हुन्छ। इन कम्युनिकेसन थ्योरी ह्युमर क्यान फङ्सन एज पर्सुएसिभ स्ट्राटेजी। इट रिल्याक्सेस अडियन्स, हलुका बनाएर कुरा भन्छ, अनि इन्क्रिज रिसेप्टिभिटी एन्ड प्रेजेन्ट क्रिटिसिजम इन अ लेस कन्फ्रन्टेसनल वे। कार्टुनमा त कराइहाल्दैन नि, कहिलेकाहीँ हुन्छ त्यो पनि, फेरि कहिलेकाहीँ चाहिँ त्यस्तो कन्फ्रन्टेसन हुन्छ। तर जेनरली चाहिँ पोलिटिकल कल्चरमा चाहिँ कार्टुनलाई सही राखेको हुन्छ। त्यसैले कुरा चाहिँ पनि जान्छ, तर अलिकति त्यसले अरू कन्फ्लिक्टलाई चाहिँ उचाल्ने काम गर्दैन। अब अर्को अघिको स्ट्राटेजीको कुरा गर्दै ह्युमर फर एन्टी करप्सन मेसेज, यो पनि उत्तिकै इफेक्टिभ रहेछ। यो त कुनै वर्ड छैन, कति राम्रो कार्टुन छ यो। बासु क्षितिज भन्ने अहिलेको कार्टुनिस्ट हुन्, अहिले चलेको कार्टुनिस्ट हुन्, र यो अख्तियारले चाहिँ यसलाई चाहिँ एक्जिबिसन पनि गरिदिएको थियो देशभरि। यो कार्टुन हेर्दैखेरि तपाईँहरूको मनमा के आयो बुझ्नुभयो नि? आयो नि। नेपालमा भ्रष्टाचार चाहिँ ठुलो छ, नियन्त्रण सानो छ। यसले आफ्नो मेसेज अगाडि बढायो र त्यसैले स्ट्राटेजिक कम्युनिकेसन। अर्को मैले यहाँ नाउँसँग लेखेको छैन, नाउँसँग लेखेको छैन, तर मैले परिचय लेखेको छु, ह्युमर एज इन्टेलेक्चुअल डोमिनेन्स। र त्यो इन्टेलेक्चुअल डोमिनेन्सको लागि संसारमा आजसम्म धेरै नाम लिइने मान्छे हुने नि। The man who had been a member of parliament since 1901 and became prime minister in 1940, ह्युमर भएको तर आफ्नो कुरो कति मजाले मेसेज राख्न सक्ने मान्छे को होला? यो फोटो हेर्दा चिन्नुभयो होला पक्कै पनि। अब यो चाहिँ अब के हो, हामी त पढेको मान्छे नपढेको कुरा जान्दैनौँ भन्नुभयो भने सिएमा यो पढाइ हुँदैन, समस्या यो हो। तर हि इज विन्स्टन चर्चिल, र चर्चिल चाहिँ नि वान अफ दि हामीले चिन्नुपर्ने संसारका मान्छेहरूमध्ये हुन्, किनभने रेयर कम्बिनेसन। हि वाज पोलिटिसियन, हि वाज राइटर, हि वाज ह्युमरिस्ट, अनि हि वाज भेरी टफ लिडर। यो चाहिँ सेकेन्ड वर्ल्ड वारको समयमा जतिखेर चर्चिल प्रधानमन्त्री भएको थियो त्यतिखेर त अब गए हिटलरसँग गएर सम्झौता गरेर हिटलरले जित्यो भन्ने चलन थियो। होइन, ठाउँमा उसले चाहिँ हिटलरलाई हामी हराउँछौँ, यो भिक्ट्री साइन इज भेरी फेमस, हिज साइन। ठाउँमा उसले यसो गरेर मान्छेलाई देख्यो कि यसो गर्ने भिक्ट्री। अनि यो मान्छेको हेर्नुहोस् बोली कस्तो ठ्याक्क मान्छेलाई बुझिने गरी छुने गरी छ। अर्को एउटा उनलाई चाहिँ रक्सी खान मन पराउने, अनि रक्सी खाने कुरामा चाहिँ धेरै छ उनको जोकहरू। मैले यो चर्चिलको विट भन्ने एउटा किताब नै छ, त्यसको पेज नम्बर 3बाट लिएको छु। यो मैले नेपालीमै लेख्न मन लागेको थियो, जति इङ्ग्लिसमा भनेको मजै आएन मलाई। अनि मैले ट्रान्सलेट गर्न कति बाँकी रहेछ, तर समय भने थोरै छ। यो पढ्नु भने के भने आफ्नो साथी प्रोफेसरलाई के भन्छ, प्रोफेसर क्यालकुलेट गरेर त मैले अहिलेसम्म कति रक्सी खाएँ, यो हलमा राख्ने भने कति हुन्छ होला भने। प्रोफेसरले पनि थोरै अलिकति केही इन्चसम्म भरिन्छ होला यो कोठाको भनेर भन्यो। त्यसपछि उसको मेसेज, लास्ट मेसेज हेर्नुहोस्, हाउ मच टु डु, त्यो जोडिएछ है, हाउ मच टु डु, हाउ लिटल टाइम रिमेन्स। गर्नु त कति बाँकी रहेछ, जिन्दगी त छोटो छ नि, कति थोरै। हेर्नुहोस् त रक्सीको उदाहरणमा कति मजाले चाहिँ उसले मेसेज दियो।
र यो एकदमै धेरै चर्चा गरिन्छ उनको यो मेसेजलाई। अर्को कुरो उसको एकदमै फेमस एउटा किताब छ इङ्ग्लिस स्पिकिङ पिपुलको हिस्ट्री 1958 मा निस्क्यो। यो हिस्ट्रीको बारेमा किताब लेखिसकेको मान्छे अनि ठट्टामा के भनेछ, हिस्ट्री विल बी काइन्ड टु मी बिकज आई इन्टेन्ड टु राइट इट। अब मैले किताब लेखेँ त्यस कारण मलाई सम्झिनुपर्छ भनेर अलि हलुका ढङ्गले म दयालु छु, इतिहास दयालु हुनेछ भन्ने सँगसँगै उसले आफ्नो कामलाई पनि मैले त गरेको छु नि केही भन्ने पनि थियो, तर कति मजाले भन्छ र त्यसैलाई चाहिँ मैले ही मेन्ट इट एज जोक जस्तो गरेर भन्यो। बट ही रोट एनफ हिस्टोरिकल बुक्स फर दिस टु बी ट्रु। यो र यो केही उदाहरणहरू हुन् ह्युमरलाई अलिकति अर्को टोन लाइटर भेनमा हलुकासँगले भन्दाखेरि कुराहरू इफेक्टिभली र मेमोरेबल पनि हुँदो रहेछ, सम्झिने पनि हुँदो रहेछ। त्यसैले मैले केही अब यो चाहिँ बोरी लागे पनि मैले सैद्धान्तिकरण गरेँ उदाहरण पछाडि। ह्युमर एम्प्लिफाइज मेसेज इन सेभरल वेज, केही वेज। अब अरू यु क्यान एड अन जस्तो इट एट्र्याक्ट्स एटेन्सन, मान्छेलाई केही कुरो सपाट ढङ्गले भन्नुभन्दा यसले मान्छेलाई तान्छ। इट इन्क्रिजेज रिटेन्सन, मान्छेलाई सुन्न अड्काउँछ। इट रिड्युस डिफेन्सिभनेस, के भन्ने भन्दाखेरि एउटा कुरो भनिदिइसकेपछि उतातिर जान्छ। भर्खर प्रधानमन्त्री भावना कृष्णप्रसाद भट्टराईले तपाईँहरू सम्झिनुहुन्छ, जसलाई सादा मान्छे सुराई र छाता लिएर प्रधानमन्त्री गएको, प्रधानमन्त्री निवासबाट निस्किँदाखेरि त्यतिकै निस्केको। उहाँको जोकहरू उइटहरू एकदम गजबको हुन्थ्यो। त्यो कुरा गर्दै अर्कालाई चुप लगाइदिने। इन्डियामा गएको भ्रमणमा इन्डियन पत्रकारले त्यो बेला भन्न जानेको त्यतिकै थियो, नेपालमा डिस्क्रिमिनेसन छ, मधेसी समुदायलाई सेनामा लिँदैन के भनेर भन्थ्यो। अनि एउटाले गएर चाहिँ तपाईँहरूको सेनामा चाहिँ नेपाली सेनामा मधेसी मुलकाहरूलाई किन लिनुहुन्न भने अब त्यो भन्नुहुन्थ्यो हुँदैन थाहा छैन, तर फ्याटै लाएर उहाँले चाहिँ नि, तर त्यसपछि चुप लाग्यो हुनाले भन्नै हुने, तिमीहरूको पनि बिहारी जनतालाई इन्डिया गभर्मेन्टले किन आर्मीमा चाहिँ प्राथमिकता दिँदैन, पहिला सोधन सरकारलाई, तिम्रो सरकारलाई भनिदिए है। अब त्यहाँ पनि जाटहरू, त्यहाँ पनि सिखहरूलाई दिए बढी हुन्छ। त्यो खालको प्रत्युत्पन्न हुन्छ नि, तुरुन्तै जवाफ आउने र रमाइलोसँगले दिने, त्यो खालको चाहिँ भट्टराईमा थियो। त्यसले डिफेन्सिभनेस हटाइदियो नि। इट ह्युमनाइज टु कम्युनिकेटर, अनि इट युजेज कन्ट्रास्ट एन्ड आइरोनी, यस्तो हो नि त ढङ्ग छ भने। तर यसदेखि बाहेक तपाईँहरूले अझ जोड्न सक्नुहुन्छ। र अब अलिकति रिक्वेस्ट के गर्छु नि, यो कार्टुनलाई हेर्नुहोस् राम्रोसँग। यसमा मैले अघि नै सेलेक्टिभ अब्जेक्ट भनेको थिएँ नि, हेर्नुहोस् त, सेलेक्ट 4 मैलाको ट्याङ्कर छ, त्यहाँ 4 सोर छ, 4 सँगसँगै मान्छे पनि छ, घरहरू छ, बस्ती, अनि एउटा मान्छेले घोडा बोकिरहेको छ। त्यो घोडा बोक्ने मान्छे को होला? र यो कार्टुन चाहिँ नि कारबाहीमा परेको थियो। र यो कार्टुन तपाईँहरूले 61 साल भनेर सुन्नुहुन्छ। 61 सालको नेपाल कस्तो थियो थाहा छ? त्यो बेलाको समयमा नेपालमा चाहिँ गणतन्त्र र राजतन्त्रको कन्फ्लिक्ट भइरहेको थियो। र त्यो बेलामा बादशाहन भनेर लेख्नुहुन्छ उहाँले, उहाँको नाम चाहिँ दुर्गा बराल हो, तर कार्टुनको नाम बादशाहन हो। बादशाहन भन्नुमा पनि उहाँको आफ्नै फिलोसफी छ। बादशाहनले नग्नतालाई चित्रण गर्न सक्ने परम्परागत बादशाहन, त्यस्तै मैले पनि समाजलाई जस्तो छ त्यसमा कुनै लिपापोती नगरिकन नग्न ढङ्गले गर्छु भनेर। र सेलेक्ट अब्जेक्ट हेर्नुहोस् र पोर्ट्रेट फिगर हेर्नुहोस्। यो कार्टुनले दिने मेसेज कति मजाले दिएको छ कि कार्टुनिस्टलाई के लाग्यो भने अब यसमा कसैले डिफर पनि गर्न सक्छ, तर घोडा मरिसकेको घोडालाई के बोकेर हिँडिरह्यो राजतन्त्र भनेर, किनभने त्यतिखेर 2-3टा कुरा आएको थियो। राजतन्त्र भनेर एब्सोल्युट त होइन, तर संवैधानिक राजतन्त्र भन्ने थालेको थियो। अर्को चाहिँ बेबी किङ भन्न थालेको थियो। त्यो संवैधानिक राजतन्त्र भनेको चाहिँ फेरि त्यही राजतन्त्र दरबारले नै आफैले फ्यालेको लुगा हो त्यो, किनभने 90 पछाडि त संवैधानिक राजतन्त्र थियो त नेपालमा। 46 साल पछाडि 1990 पछाडि त संवैधानिक राजतन्त्र सबैले मानेको थियो। पछि जब ज्ञानेन्द्र राजा भएपछि देखिने र सुनिने राजा हुनु पर्यो, टर्मै त्यही थियो नि। त्यो अन्तर्वार्तामै म त अब देखिने र सुनिने राजा हुन चाहन्छु भनिसकेपछि संवैधानिक राजतन्त्रको सम्झौता त्यो राजतन्त्रले नै च्यातेपछि यो समय आएको थियो। र यो कार्टुन यसले दिने मेसेज। अर्को, यो मान्छेको बारेमा पनि मैले नाम कतै पनि लेखेको छैन। दिस म्यान सक्सेसफुल्ली लेड नेपाल थ्रु द ट्रान्जिसनल पिरियड फलोइङ द पोलिटिकल चेन्ज इन 1990।
रेटिफाइड मेजर युएन ह्युमन राइट्स ट्रिटिज। तपाईँहरू कोही पनि भ्रममा नपर्नुहोस्, नेपालमा जति पनि चाहे सिड भन्ने महिलाहरूको हक सम्बन्धी चाहिँ यो अन्तर्राष्ट्रिय सन्धि भन्नुहोस्, चाहे छुवाछुत सम्बन्धी अन्तर्राष्ट्रिय विरोधी अन्तर्राष्ट्रिय सन्धि भन्नुहोस्, चाहे राजनीतिक अधिकारको भन्नुहोस्, सबैको रेटिफिकेसन कृष्णप्रसाद भट्टराईको बेलामा भएको हो। त्यो अन्तरिम सरकारले गरे हो। र रेटिफाइड अल मेजर ह्युमन राइट्स ट्रिटिज एन्ड सेभ द कन्ट्री फ्रम काउन्टर रेभोल्युसनरी एटेम्प्ट्स। यसको पनि मैले केही अर्थपूर्ण ढङ्गले ल्याएको छु। राजाको खल्तीबाट एउटा संविधान अर्को आउने भइसकेको थियो, गोर्खापत्रले एक्सपोज गर्यो र कृष्णप्रसाद भट्टराईले हाँसिकन राजालाई पनि ठट्टा गरिकन त्यो सबै टारिदिएर काउन्टर रेभोल्युसन, त्यो 46 सालको आन्दोलन पछाडि पाएको कुरालाई पल्टाउने प्रयासलाई चाहिँ नि विफल तुल्याए। ही वर्कड हार्ड टु इस्टाब्लिस डेमोक्रेटिक कन्स्टिट्युसन विथ ग्यारेन्टिज अफ पोलिटिकल प्लुरालिटी एन्ड पिपुल्स राइट एन्ड मेड द जेनरल इलेक्सन अ ग्रेट सक्सेस। 48 सालको चुनाव। एन्ड he was a man of simplicity and at the same time he was well known for his wit and sense of humor. अब सेन्स अफ ह्युमर चाहिँ यो मान्छेको यति थियो, मैले किन यति जोडेँ भन्दाखेरि यति सिरियस काम गर्ने मान्छे, यत्रो काम गर्ने मान्छे, के मान्छे भित्रबाट सिरियस थिएनन् होला र? एकदम यसो पर उभिएर मात्रै सिरियस हुन्छ र? तर के मान्छे ही वाज भेरी फर्म इन हिज कन्भिक्सन, एट द सेम टाइम हिज स्टाइल वाज भेरी ह्युमरस। र मेन्टेनिङ ह्युमर ड्युरिङ स्ट्रेसफुल टाइम, एकदमै तनावपूर्ण समयमा पनि ह्युमर मेन्टेन गर्न सक्ने मान्छे हो कृष्णप्रसाद भट्टराई भने। एउटा उदाहरण चाहिँ मैले यो धचक गोतामे भन्ने तपाईँले कति सुन्नुभयो, धनुषचन्द्र गोतामे भनेर असाध्यै राम्रो राइटर हो। अनि उहाँको निबन्धहरू एकदमै मनपर्ने, म त विदिन द रिच अफ ऱ्याक, मेरो विषय साहित्य होइन तर म राख्छु केही, म भुवी शेरजनको कविता सङ्ग्रह राख्छु, केही राख्छु। धचक गोतामे 2007 सालमा भारतमा आश्रय लिएर के रहेछ भन्दाखेरि भट्टराई चाहिँ नेता अनि युथहरूलाई सबलाई राखेर त्यो रक्सोलको एउटा चाहिँ होटलमा बसेर अब सत्याग्रह गर्न जाने भनेर चाहिँ त्यहाँ तयारी गरेर रहेछ। त्यो तयारीमा को क्रममा अब स्ट्रेसफुल हुन्छ नि, सरकारको सिआइडी आउँछ कि के हुन्छ कि भोलि के हुन्छ, को मर्छ, त्यस्तो बेलामा पनि त्यो होटलको मालिक थियो एउटा भुँडी ठुलो भएको मालिक, अनि गर्मीको समयमा गम्छा मात्रै लाउने अनि अरू केही पनि लुगा नलाउने। अब त्यो पनि अब त्यत्रो लिडर छ, भोलि क्रान्तिमा मान्छे पठाउनु छ, सारा छ, उसलाई ठट्टा गर्नलाई चाहिँ के भने अब यहाँ के भन्छन्, पण्डितजी गम्छेको सम्हालिए कहीँ खिसक्के निचे आ गया त बच्चों के अगाडि बढी मुसिबत होगी। अब त्यो बेलामा पनि चाहिँ ह्युमर आयो उनलाई, अब जबकि त्यो स्ट्रेसफुल टाइम छ होइन। त्यस्तै अर्को एउटा छ, यो वाक्यमा हेर्नुभयो भने एकदमै कन्ट्रास्ट छ। स्वर र वर्णको संयोगले गर्दा किशुनजीले उनको नाम कोयलजी राखिदिनु भएको थियो, कुनै एउटा क्रान्तिकारीको नाम। चिल्लो र लामो कपाल पाल्ने द्वारिका रहेछ त्यसको नाउँ चाहिँ, कुनै रङ्गमञ्चमा काम गर्ने कलाकार जस्तो देखिन्थे। कोयलजीको सम्बोधन उनको लागि अरुचि थिएन। अब कोयलजी भनेको मन परायो उसले पनि पचायो। पछि हामी पनि द्वारिका भन्न छाडेर कोयलजी भनेर बोलाउन थाल्यौँ। त्यस रात जुन चाहिँ भोलिपल्ट क्रान्तिकारीहरू जाँदैछन् देशभित्र सत्याग्रहका, त्यस रात किशुनजीले बडो स्नेहले पिठ्यौँ थम्थम्याएर भन्नुभयो, कोयलजी एउटा मिठो गीत सुनाउनुहोस्, फेरि सुन्न पाउन्न। माथि रमाइलोसँग ल्याए, तलपट्टि ल्याएर ठक्क घुमाइदियो, भोलि सुन्न पाउँछु कि पाउँदैन, किनकि क्रान्तिमा जाँदैछ, भोलि मर्ने हो कि। त्यसैले यस्ता कुराहरू चाहिँ लङ रनसम्म रहन्छ भन्ने हो। र अर्को एउटा चाहिँ म यो पढेर सुनाउँदिनँ, यो लामो छ यो, तर खुशवन्त सिंह भन्ने तपाईँहरूले सुन्नुभएको छ कि छैन? खुशवन्त सिंह भन्नेको चाहिँ इन्डिया विकली अफ इन्डिया भन्नेको चाहिँ सम्पादक थिए उनी। र खुशवन्त सिंहको पोलिटिकल राइटिङ पनि एकदम खरो हुन्थ्यो र उनी रूढिवाद विरोधी थिए। उनले चाहिँ यो अहिले पनि हुन त हाम्रो नेपाल हामी पछाडिएका छौँ, अहिले पनि राशिफल छापिन्छ हाम्रो पत्रिकातिर, तर म त्यो कुराको विरोधी छु, पत्रिकाहरूले राशिफल छाप्नु हुँदैन, किन यो नै अनसाइन्टिफिक छ। र खुशवन्त सिंहले त्यसैलाई उदाहरण दिएर एउटा के भन्थ्यो भने, एक दिन पण्डितजीको आएन, त्यो कुनै पण्डितजीले पठाउँथ्यो राशिफल आएन, अब के गर्ने, सम्पादक भएको छ, भोलि त खालि पठाउनु भएन, आफैले घुइँ लेखिदिएँ, भोलिपल्ट छाप्यो, सबैले केही पनि थाहा पाएन, राम्रै भयो भनेपछि त्यो राशिफलमा तपाईँहरू कोही विश्वास गर्नुहुन्छ भने यो आजदेखि छोडिदिनुहोस्। अनि खुशवन्त सिंहको केही किताबहरू जोक बुक पाइन्छ, अर्को अनप्लग एडिटर भन्ने पाइन्छ, र उसले प्रशस्त जोकहरू राखेका छन् र पोलिटिकल जोक उनको अर्को क्षेत्र हो। यो ज्याउलकको जोक हो। ज्याउलकको कपाल काट्ने नाई भन्छ नि, कपाल काट्नेले कपाल काट्दै जाँदाखेरि उसले के भन्दो रहेछ, अब त्यो मैले एउटा वर्ड भन्दै, गरिब परवर, त्यो सम्बोधन गरेँ, गरिब परवर
वेन आर यु गोइङ टु ह्याभ इलेक्सन इन पाकिस्तान? पाकिस्तानमा चुनाव कहिले हुन्छ हजुर भन्यो नि उसले एकल। अनि ऊ चुप लाएर सुन्यो, है यो मरालाई किन रिस उठेको, किन यसलाई चाहियो, कपाल काट्नेलाई चुनाव कहिले हुन्छ। अनि अनि अर्कोपल्ट जाँदाखेरि पनि त्यही भन्छ अरे, अलि हल्ला। अब उसले अझ अर्को सम्बोधन गर्यो होइन, एजेन्ट इट टाइम यु रिडिम्ड योर प्रोमिस टु ह्याभ इलेक्सन? तपाईँले चुनाव गराउने भन्ने तपाईँको बाचा थियो नि, त्यो पुरा गर्ने बेला भएन र भनेर फेरि सोध्यो सेकेन्ड टाइम। त्यो बेलामा पनि रिस उठिरहेको थियो, तर कन्ट्रोल हि कन्ट्रोल हिज टेम्पर। त्यो ज्याउलकले चाहिँ आफ्नो क्रोधलाई चाहिँ अलिकति शान्त गरेर चाहिँ चुप लाएर बसेर सुनिरह्यो। अनि थर्ड टाइम यो कन्टिन्युड CONTD कन्टिन्युड है, अर्कोमा छ। अनि थर्ड टाइम यही बयान छ यसमा भने अर्कोचोटि पनि जान्छ कपाल काट्नु। अनि त्यसपछि बन्दा नवाज द अवाम आर वेटिङ फर इलेक्सन, कहिले हुन्छ इलेक्सनको के अरे आदेश कहिले दिनुहुन्छ भने व्यस्त। अनि त्यसपछि ज्याउलकलाई भयङ्कर रिस उठ्यो, यो कति कर्म छ भनेर त्यो गद्दार भन्यो, तँलाई म यस्तो पाठ सिकाउँछु नि त कहिले पनि बिर्सदैनस् भनेर भन्यो अरे। त्यसपछि फेरि तुरुन्तै हात जोडेर के भन्छ अरे, होइन मैले त तपाईँको नमक खाएको छु, तपाईँ भगवान्को छाया, तपाईँको नमक खाएको मान्छे, म कहाँ त्यस्तो इलेक्सनको कुरा हुन्छ। मलाई त कपाल काट्न सजिलो हुन्छ, इलेक्सन भन्ने बित्तिकै कपालहरू सबै ठाडो ठाडो हुन्छ, अनि कपाल है है कपाल काट्न सजिलो हुन्छ, त्यस कारण मैले पटक पटक इलेक्सनको कुरा गरेँ भनेर भन्यो अरे कि। यो चाहिँ खुशवन्त सिंहको स्टाइल है, टकिङ अबाउट पोलिटिक्स। अब उनले यस्तो जोक चाहिँ इन्डियाको सरकारहरूको बारेमा पनि भनेको छ, अन्तको बारे धेरै भनेको छ। र त्यसैले अर्को कन्टेम्पोरेरी स्ट्राटेजिक कम्युनिकेसनको कन्टेक्स्ट के हुन्छ होला त? अब अहिले मैले भन्दाखेरि त आजकै मितिको कुरा गर्नु पऱ्यो नि। अहिले चाहिँ ह्युमर कहाँ कहाँ मिसाउन सकिन्छ होला? अथवा हाम्रो पोलिटिकल क्याम्पेन एन्ड स्पिचेस पक्कै पनि तपाईँहरूले ओबामाको सुन्नुभएको छ, अलिकति ठट्टा मिसिएको कुराहरू हुन्छ। कर्पोरेट ब्रान्डिङ एन्ड एडभर्टाइजिङ, कर्पोरेट ब्रान्डिङहरूमा पनि त्यो खालको स्पिचहरूमा त्यसरी गर्ने। क्राइसिस कम्युनिकेसन, क्राइसिसमा पनि ह्युमर काम लाग्छ। क्राइसिस भन्दैमा रोएर मात्रै बस्ने हो र? कहिलेकाहीँ डक्टरहरूले बिरामीलाई तपाईँलाई केही भएको छैन ल हेर्नुहोस् त भनेर भन्दाखेरि बिरामीको आधा रोग निको भइरहेको हुन्छ। होइन, डाक्टर पनि त्यतिकै सिरियस हुन थाल्यो नि, बिरामी बा मलाई त मर्ने रोग नै भयो क्या हो। अनि मैले एउटा डक्टरसँग कुरा पनि गरेको छु, मेरो यो एउटा सानो घाउ एउटा आएको थियो, 1 वर्षमा निको भएन। अनि त्यो बेलामा म 2-3वटा डक्टर कहाँ गएँ, 2चोटि के अरे त्यो यो बायोप्सी गरिसक्यो। अनि बायोप्सी गरी क्लियर आएन भन्छ, तर्साउँछ। अर्को डक्टरले गरेको, डोन्ट वरी हेर्नुहोस् केही छैन, आजकल त खुट्टै काट्यो भने पनि बडा खुट्टा जस्तै गरी बनाउने चलन भइसक्यो यस्तो भन्छ है। मलाई त काउन्सिलिङ गर्न थाल्यो। अनि म त अर्को डक्टर कहाँ गएँ, त्यसपछि उसले यसो गरे, उसले बायोप्सी गरेपछि अलिकति मिलेन, म अलि बढी काट्छु है भने काट्यो गऱ्यो, यस्तो राम्रोसँग गरिदियो, 15-20 दिनमा त्यो औषधि खुवाएर मलाई ठिक पारिदियो। अनि मैले भने डाक्टर साहब तपाईँहरू यो दुःखको सूचना कुनै मान्छेलाई कसरी कम्युनिकेट गर्नुहुन्छ? इट इज भेरी डिफिकल्ट जब। जस्तो मान्यौँ क्यान्सर त जसलाई पनि हुनसक्छ नि, कुनै पनि बेला केही हुनसक्छ होइन। अनि डक्टर कहाँ गयौँ, मैले पत्ता लगाएँ भने उसले मलाई कसरी त्यो ब्याड न्युज कन्भे गर्ने त्यसको पनि त तरिका होला नि। तपाईँलाई त क्यान्सर भएछ यार, अब 6-7 महिना हो भनेर भन्यो भने त त्यो त होइन होला नि त तरिका, कसरी भन्ने होला के होला, त्यो बेग्लै कम्युनिकेसन स्किल छ। अनि यस्तै कुरा गर्दाखेरि म कहिलेकाहीँ डक्टर साथीहरूसँग कुरा गर्छु। अनि एउटा संयोगले एकचोटि मुस्ताङ होइन यो मुगु गएको थिएँ, प्लेनमा गएको, फर्किँदाखेरि प्लेनको टिकटै नपाउनु भएपछि त्यहाँ गाडी मिल्ने जस्तो भयो। अनि गाडी एउटाले लिने भएपछि तपाईँ सुरु गर्नु सर, अनि त्यसपछि मान्छेहरू आए पनि पैसा लिएर यसरी जाने भनेर एउटाले सिकायो। त्यसैले हुन्छ भने त्यसो 2टा डक्टरहरू रहेछन् बिचरा, उनीहरू पनि हामीलाई पनि गाह्रो भइसक्यो, यतिजना बस्यौँ, अब सर हामीलाई पनि लानु पऱ्यो भने हुन्छ भने बाटोमा गफ गर्दै आयो। एउटा डाक्टर नयाँ अलि मभन्दा यङ लेखेँ, मैले एउटा कुरा बुझिनँ, यो मान्छेहरू बिरामी लिएर आउँछ अनि के हुन्छ, अनि मान्छे मऱ्यो भने हामीलाई त कुट्छ, हस्पिटल पनि तोडफोड गर्छ, यस्तो गर्छ, के भएको भने पत्रकारहरूले लेखिदिनु परेन। हेर्नुहोस्, यो भनेको कम्युनिकेसन ग्याप हो। जब तपाईँ कम्युनिकेट गर्न सक्नुहुन्न, मान्छेलाई त सबैलाई ह्युमन एनाटोमी थाहा हुँदैन। मान्छे सुई आइरहेको हुन्छ हस्पिटल, बस्छ, भोलिपल्ट बिहान मर्छ। अनि मेरो मान्छे आउँदाखेरि हिजो ठिक्क आएको थियो, अहिले मारिदियो भन्छ नि, तर भित्र त के भइसक्यो हुन्छ नि त। त्यो कम्युनिकेट कसरी गर्ने होइन, नराम्रो कुराहरू पनि कसरी सुनाउने, यो सबै कुराहरू कम्युनिकेसनसँग रिलेटेड हुन्छ। त्यसैले क्राइसिस कम्युनिकेसन, सोसियल मिडिया कम्युनिकेसन, सोसियल मिडियामा अहिले हामी काम गर्दैछौँ। केही समय पछाडि हामी 2टा टुलकिटहरू निकाल्दै, टुलकिट भनेको
एभ्री इन्डिभिजुअलले पनि सोसियल मिडियामा कसरी लेख्ने, अनि अन्याय भयो भने के गर्ने, ह्यारेसमेन्ट भयो भने के गर्ने, कति कुरा पुलिस कहाँ जाने, कति कुरा सोसियल मिडियालाई रिपोर्ट गर्ने भन्ने थाहा पाउनुपर्छ भनेर एउटा गाइड चाहिँ हाम्रो कम्युनिकेसनमा हामी बनाउँदैछौँ। त्यो र अर्को रेगुलेटरहरू पनि किन चाहिन्छ भनेर हाम्रो सेक्टरमा, किन रेगुलेटरको रोल के हुनुपर्छ भनेर। त्यसैले यो सोसियल मिडिया कम्युनिकेसन पनि अर्को एरिया हो र पब्लिक डिप्लोमेसी यी चाहिँ नि अहिलेका कन्टेम्पोरेरी स्ट्राटेजिक कम्युनिकेसनका एरियाहरू हुन् भनेर मैले राखेको हो। त्यसैले अन्तिमतिर आएर भन्दाखेरि ह्युमर एज क्याटलिस्ट इन स्ट्राटेजिक कम्युनिकेसन भन्ने जुन मैले सुरु गरेँ, मलाई लाग्छ त्यसो मैले अलिअलि न्याय गरेँ होला, किनकि म यो यहाँसम्म आइपुग्दाखेरि म के भन्छु भने ह्युमर इज अफन रिगार्डेड एज अ सोर्स अफ इन्टरटेनमेन्ट, केवल चाहिँ रमाइलोको लागि मात्रै। त्यसो भएर हामी कहाँ हुन्छ नि कति ह्युमरिस्टहरूले सुट प्यान्ट टाई लगाएर हँसाइरहेको हुन्छन्, हामी कहाँ हँसाउनुको लागि यहाँ गलगाड चाहिँ नि बनाउनुपर्छ, हाफ लामो हाफकट्टु बनाउनुपर्छ, कपाल बिगार्नुपर्छ, मुखमा कालो पोत्नुपर्छ भन्ने त्योबाट अलिअलि बिस्तारै उठ्दैछ नेपाली सोसाइटी। तर म कुनै बेलामा टेलिभिजनको अध्यक्ष पनि थिएँ, मैले त्योलाई भन्थेँ कि तिमीहरू के यार यो ह्युमर भन्ने बित्तिकै घ्याद्रा गुद्रुक लुगा लगाएर भात खाएर यहाँबाट चुहाएर मात्रै ह्युमर हुन्छ होइन, त्यो चाहिँ अलिकति माथि आइरहेको छ। त्यसैले ह्युमर भने त्यो इन्टरटेनमेन्टलाई नबुझौँ र बट विदिन स्ट्राटेजिक कम्युनिकेसन इट सर्भ एज मच डिपर फङ्सन। यसले धेरै गहिरो ढङ्गले कुराहरू बताउन सक्छ। बियोन्ड क्याटरिङ लाफ्टर, ह्युमर एक्ट्स एज अ क्याटलिस्ट द्याट स्ट्रेन्थेन्स मेसेज इफेक्टिभली। यहाँ मैले 2-3वटा वर्ड राखेको छु। स्ट्रेन्थेन्स मेसेज इफेक्टिभली, सन्देशलाई बलियो ढङ्गले लान्छ। बाई एट्र्याक्टिङ एटेन्सन, मान्छेलाई सुन्न पनि मजा लाग्छ। रिड्युसिङ रेसिस्टेन्स, तुरुन्तै मान्छेले विरोध गरिहाल्दैन। इन्हान्सिङ रिकल, पछिसम्म सम्झिन्छ। एन्ड क्रिएटिङ इमोसनल कनेक्सन विथ अडियन्स। दिज आर द एप्लिकेसन अफ these are the points. That is why we can conclude that humor as a catalyst in strategic communication. यति भन्दै मैले चाहिँ आजको यो विसर्जन गरेँ। थ्याङ्क यू। र यो मलाई पनि टफै थियो, मैले यो स्ट्राटेजिक कम्युनिकेसनमा ह्युमर भनेर चाहिँ हामीहरूले क्लासरुममा पढाएको छैनौँ, आफैले हेर्दै जाँदाखेरि यसरी भन्न सकिन्छ कि भन्नलाई सुन्नुभयो। धन्यवाद।